राज संस्थाको कुरा छोडिदिनु न, राज संस्था त नि तपाईँको सुशीला कार्कीज्यूलाई नै इम्पोर्टेन्ट भइसकेको छ। उहाँलाई नै मलाई भन्नु पर्दैन। अरे जनताले राजा ल्यायो भने मैले रोक्ने रोकिन्छ? रोकिँदैन। यिनीहरू जसरी आए नि, हिजो प्रचण्डहरू कसरी आए नि होइन, जसरी आए प्रचण्डहरू जसरी आए यिनीहरू पनि त्यसरी नै आए। अब यिनीहरू पनि त्यसरी नै आउँछन्, हामी पनि त्यसरी नै आउँछौँ। त्यति कुरा बुझ्नु। त्यसरी नै हो। आन्दोलन हुन्छ, आन्दोलन एकदम शान्तिपूर्ण हुन्छ। म पुलिस प्रशासनलाई के भन्छु भने नेपाल सेनालाई अलर्ट बस्नु भन्छु। पुलिस प्रशासनलाई के भन्छु भने तपाईँहरूका हतियार लुटिया छन्, 1400 हतियार त लुटिया छन्। तपाईँहरू शान्तिसँगले बस्नुहोस् घरमा। तपाईँहरू ननिस्केर तपाईँहरूले पानीका फोहरा केही नहानेपछि आन्दोलन शान्ति हुन्छ। हाम्रो आन्दोलनले कसैका घरमा आगो लगाउने होइन, कसैका सिंहदरबारमा आगो लगाउने हाम्रो कुनै योजना छैन। हाम्रो योजना भनेको यो व्यवस्था परिवर्तन गर्ने हो, यो संविधान फ्याँकेर नयाँ संविधान लेख्ने हो, नयाँ नेपालको उदय गराउने हो। र एनजिओ आइएनजिओ जति त सबै यो जुन छ नि डलरवादी अभियान छ नि, यो जो जति छ नि चलेका छन् नि, यी त जम्मै यहाँबाट नखेदिकन मैले भने त अबको 1 वर्षमा 50 लाख नेपाली जाँदैछ यो देश। कांग्रेसको उत्पत्ति कहाँ भएको, बिपीको उत्पत्ति कहाँ भएको भन्नुभयो। तपाईँ भारत बेला बेलामा गइराख्नु भएको छ। भन्न खोजेको दुर्गा प्रसाईले भारतमा केही होइन, तपाईँले यही कुरा बुझ्नु भएन। काङ्ग्रेसको उत्पत्ति, कम्युनिस्टको उत्पत्ति र माओवादीको उत्पत्ति भारतमा भएको सबैलाई थाहा छ। 12 बुँदे मङ्सिर 7